सबैको अथक मेहनतको कारणले आज हाम्रो यो कम्पनी यो ठाउँसम्म आइपुगेको छ। त्यसैले एउटा व्यवसाय समूह धेरैभन्दा धेरै सेयर हामीसँग खरिदेर चाहन्छ। यसमा यहाँहरूको के भनाइ छ? यो व्यावसायिक समूहको प्रस्ताव राम्रो हो। यो लगानी हाम्रो लागि महत्त्वपूर्ण हुन सक्छ। यसले लगानीको नयाँ बाटा खोल्न सक्छ। यो प्रस्तावले हाम्रा लामो समयदेखि छलफलमा रहेका योजनाहरूलाई अगाडि बढाउन सकिन्छ। प्रस्ताव अत्यन्त आवश्यक छ। त्यो कम्पनीको विश्वसनीयता, क्रेडिट र लगानीको स्रोत के कस्तो विषयमा छ भन्ने कुरा पनि बुझ्नु जरुरी छ। यसरी हुने लगानीमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुन आकर्षित हुने हुँदा लगानीकर्ताको बारेमा अध्ययन गरेर मात्र यसको डिसिजन गर्नुपर्छ जस्तो मलाई लाग्छ। त्यसोको यसमा कानुनी सल्लाहकारको पनि राय बुझौँ। कालो बजार, मानव तस्करी, लागू पदार्थको बेचबिखन, मानिसको अपहरण, ठगी, कृत्य, गुण्डागर्दी, तस्करी, करछली आदि जस्ता अपराधिक क्रियाकलापबाट सम्पत्ति आर्जन गरेमा सम्पत्ति शुद्धिकरण ऐन 2064 ले सम्पत्ति जफत गर्नुका साथै बिगोको दोब्बर जरिवाना र 10 वर्षसम्मको कैद हुने व्यवस्था गरिएको छ।